अनिवार्य गरेको छु र त्यो समितिले काम गरेको छ र नगरपालिकाले 80 लाख रुपैयाँ यसरी विनियोजन गरेछ। ताली बजाउनु सबैजना। र त्यसमा चाहिँ हैन, यो नगरपालिकाले हरिद्वार बनाउने संकल्प छ हाम्रो। हरिद्वार दोस्रो हरिद्वार बनाउने हाम्रो योजना छ र त्यसमा हामीले दिदीहरुलाई यसरी नै स्वागत गर्न पाऊँ भनेर हामीले केन्द्रीय कार्यालयको रूपमा परिकल्पना गरेका छौं र यसमा कुनै विभेद छैन, कुनै जातको कुरा छैन, कुनै धर्मको कुरा छैन। यो सबै मानव समुदायको कल्याणको लागि छ भन्ने कुरा हामीले बुझ्न पर्यो र नितान्त यो मानव कल्याणकारी भएको हुनाले यहाँहरूलाई मैले नगर कार्यपालिकालाई, स्थानीय सरकारलाई आग्रह गरेर आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको दरबन्दी स्वीकृत गरेको छु। ताली बजाउनुहोस्। त्यसपछि बाबा रामदेवको आचार्य स्वामी बालकृष्ण आचार्यज्यूको जो हामी एउटा थोपा पनि होइन तर पनि हामी उहाँको अनुसरण गर्दै 15 बेडको आयुर्वेदिक अस्पतालको दरबन्दी स्वीकृति गरेको छ। ताली बजाउनुहोस्। ताली बजाएर योग हुन्छ, अकुप्रेसर, अप्लाइड प्रेसर पहिला हुन्छ। तपाईलाई हार्ट अट्याक हुँदैन। 72,10,210 नस नाडीहरूलाई तपाईले यसले क्लियर गर्छ। त्यसकारणले हिताहितं सुखं दुःखं मायुं सतस्य हिताहितं मानं च तत्सं यत्रोक्तं आयुर्वेदसः उच्यते। आयुर्वेद प्राकृतिक चिकित्सा अहिलेको समयको अपरिहार्यता हो। हामीले औषधि खाइरहेका छौं, दबाई खाइरहेका छौं। Drug is a chemical substance which derived from living or non-living sources which are the behavior for organism. औषधिको दुष्प्रभाव एन्टिबायोटिकले धेरै प्रभाव गरेको छ। समयको पाबन्दी छ, धेरै कुराहरू गर्नु छ र हामीले योग नीति पनि पारित गरेका छौं। स्वास्थ्यको लागि योग 14 नगरसभाबाट स्वास्थ्यको लागि योग, समाजको लागि योग, विद्यालयदेखि नागरिक समाजसम्म योग कार्यक्रम सञ्चालन गरिनेछ भने मिथिला नगरमा योग नीति पारित गरेका छौं। ताली बजाउनुहोस्। त्यसपछि हामीले के गरेका छौं, सबैलाई योग पोशाक, योग सामग्री, ग्लुकोमिटर हैन, नसर्ने रोगको न्यूनीकरण 75% नसर्ने रोग, थाइराइड, प्रेसर, सुगरले मान्छे मरिरहेको छ हैन। मन एकातिर, तन एकातिर, आत्मा अर्कोतिर, तीनतिर द्वन्द्व छ। चिन्तालाई मिलाउनु पर्यो नि। म त बुझिराखेको छु के रहेछ गुरु, मर्ने त शरीर हो, आत्मा त नेभर डाइ। आत्मा एउटा ऊर्जा हो, आत्माले दुःख नदिऊ। त्यसकारणले हजुरहरूले दिदीहरुको सानिध्यमा यो कार्यक्रमको ऊर्जावान उपस्थितिमा गरौँ। आधा घण्टा ढिलै भए पनि हजुरहरु नआत्तिकन यो कार्यक्रमको गरिमालाई बढाइदिनुहुन्छ भन्दै दिदीहरुले यो पुण्य भूमिमा आएर हामीलाई एकदमै कृतज्ञ छौं। उहाँलाई हामीले स्वागत गर्न पाउँदा सम्पूर्ण आदरणीय दिदी, प्रमुख प्रभारी लगायत उपस्थित अतिथि महानुभावमा मिथिला पतञ्जलि आरोग्य योग साधना केन्द्र, यो मिथिला पतञ्जलि योग अभियन्ताको तर्फबाट यहाँहरूलाई हृदयदेखि दिव्य ज्ञान अभिवादन गर्दै नमन गर्दै यहाँहरूलाई सुस्वागतम 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 भन्न चाहन्छु।